मध्यरातीमा मेरो ज्यानलाई खतरा थियो। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना पीडादायक भएको बताएका छन्। सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकमा आफ्नो अनुभूति राख्ने क्रममा राज्यले दिएको पीडा सम्झिँदा पनि पीडादायक रहेको बताएका छन्। चितवनबाट मध्यरातमा त्रिशुलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैनन् भन्ने लागेको, हिरासतमा बस्दा आफ्नो डायरी खोसिएको र कहाँ जलाएको थाहा नभएको बताएका थिए। सहकारी ठगी आरोपमा रवि कार्तिक 2 गते पक्राउ परेका थिए। उनलाई कास्की जिल्ला प्रहरीले 84 दिन हिरासतमा राखेको थियो। 5.5 महिनापछि उनी आजै जिम्मेवारीमा फर्केका थिए। हामीले राणा शासन देखेका छैनौं, पञ्चायत झोल्न परेन, तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति गरायो। यो दौरानको समय कति पीडादायक थियो भन्ने सम्झदा पनि पीडादायक छ। यो सङ्घर्षपूर्ण समयमा पार्टीको 7 सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलको नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गर्नुभएको सहयोगप्रति आभार व्यक्त गर्दछु।